गुड मर्निङ तपाईहरु सबैजनालाई मेरो आजको अर्को एउटा ब्लगमा स्वागत गर्दछु। आशा गर्छु तपाईहरु सबैजना एकदमै आरामै हुनुहुन्छ भनेर। अरु महादेवले सबैजनालाई आरामै राख्नुस्, राम्रोसी राख्नु, तपाईहरुको माथि आफ्नो कृपा बनाइराख्नु। अरु म पनि एकदमै आरामै छु, एकदमै ठिकै छु। धन्न घाम चाहिँ लागेछ, त्यस्तो चाहिँ चर्केको छैन, तर पनि यत्रो दिन पानी परिराखेको थियो, बल्ल बल्ल आज घाम लाग्यो, त्यही भएर काम चाहिँ पुरा निस्किन्छ। अरु यत्रो दिन भएको थियो, पानी परेको थियो। अरु त्यसै बीचमा एक दिन घाम लाग्यो भने चाहिँ हामीको कति काम निस्किन्छ हो, केही नभन्नुस् त। अनि म पनि पुरा काममा लागेछु। उतातिर मेसिनमा कपडा धुदैछु, अनि उतातिर खाना पनि बनाउँदैछु। अनि कसरी हुन्छ यो घाम चाहिँ हामीले यो घामलाई चाहिँ हामीले जान दिदैनौं कि यो घाममा चाहिँ जति सकिन्छ त्यति हामी काम गर्ने कोसिस गर्छौं। अरु हामी काम गर्छौं पनि। त यहाँ यति राम्रो हाम्रो घरमा एउटै गाँस छ। फल भने पनि सब्जी भने पनि यसै त मेवा त फलमा पनि धरिन्छ, अरु सब्जीमा पनि धरिन्छ हैन। मेवाको फल प्रसादमा पनि खाइन्छ, फलमा पनि हामीले खान्छौं, अनि त्यसपछि हामीले सब्जी पनि खान्छौं। त्यही भएर अनि म चाहिँ यतातिर काममा लागिरहेको छु। अनि त्यसै बीचमा बाबुलाई भन्ने थिएँ, बाबु तिमी ड्रइङ गरेर बस है भनेर। अनि मेरो छोरी चाहिँ ड्रइङ गर्दैछ। हेर्नु होला के ड्रइङ गर्दैछ, त्यसले चाहिँ कस्तो ड्रइङ गर्छ। ड्रइङ गर्न त बिचारा आउँदैन त्यसलाई, बल्ल त 4 इयर्सको भएको छ बिचारा, त्यसलाई ड्रइङ गर्न आउँदैन। त्यही पनि जे तिमीलाई मन छ त्यही ड्रइङ गर है बेटा भनेर म यता काममा बिजी थिएँ, त्यही भएर त्यसलाई त्यसरी भनेको थिएँ। त्यही भएर त्यो ड्रइङ गर्दैछ, म तपाईहरुलाई देखाउँदैछु, हेर्नु है। हेर्दै गर्छ अरे ड्रइङ गरेर मलाई। बाबु के ड्रइङ गर्यो उदय, देखाउ त। दिल ए भगवान, मेरो छोरोले दिल बनाउँछ अरे। यता हेर्नुस् त, खोइ देखाउ। देखाउ। पेडीगुड बनाम कि दिल? पेडीगुड जस्तो दियोले खान्छ जे। ओ पेडीगुड होइन त, पेडिग्री होला। पेडिग्री के हो त्यसको, कुत्ताले खानेलाई के भन्छ, पेडिग्री होला है। मेरो छोराले दिल बनाउँछ अरे, अहिलेबाट दिल बनाउँछ। यो कसको दिल हो त अनि? यो तपाईको मेरो दिल हो। एक बार देखाउ। के गर्नु आजकलका बच्चाहरू हेर्नुस् के दिल बनाएको अरे। फेरि दुईटा हातले बनाउँदैछ, पेन्सिल दुईतिर लिएर दिल बनाउने यसको स्टाइल हेर्नुस् बनाएको छ। यता हेर्नुस् एउटा यो ड्रइङ गरेको अरे मेरो छोरोले, प्यारट बनाएको अरे यो। अनि अझै कता बनाएको थियो प्यारट, त्यो राम्रो यता दिल अरे, कहाँनिर बनाएको थियो यी यता हेर्नुस् प्यारट बनाएको अरे मेरो छोराले। कस्तो भएको छ तपाईहरुले कमेन्टमा भनिदिनु होला त मेरो छोरालाई। हेरौँ बेटा, यता हेर त कस्तो लाग्यो भन। अब तिमीले कस्तो लाग्यो भनिदिनु होला, भनिदिनु होला। कस्तो राम्रो प्यारट नि। खोइ एक बार हाँसेर देखाइदेऊ त तिमी चाहिँ। हुन्छ त आजलाई यति नै, आजको ब्लग म यति नै समाप्त गर्छु। फेरि भेटौँला अर्को एउटा ब्लग या भजन लिएर। ओके बाई बाई। तब तक चाहिँ मेरो भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्नुहोला, मलाई माया दिँदै जानुहोला, अरू मलाई सपोर्ट गर्दै गर्नुहोला है। बाई बाई।